नाच्नु नाच्नु मन लागेन शङ्ख फुक्ने भने चाहिँ यहाँ आउँदा हुँदै रहेछ गाइस शङ्ख यता नि हेरेको दियोस् भाइ राम्रो छ है जोडी म हानिदिइहाल्छु त बस्ने ठाउँ आएको रहेछ ल ल मङ्गलबार बजार यहीँबाट पानी टार जाने हो यहीँबाट फर्किने हो हामी चाहिँ खाजा खाएर बाहिर निस्किसक्यौँ अब लाग्ने हो घर ल है त गाइस अर्को ब्लकमा भेटौँ है त यो ठाउँ हेरेपछि तपाईँलाई पनि अवश्य आउनु मन लाग्नेछ त्यो ठाउँ कुन चाहिँ हो त म तपाईँलाई आज त्यो देखाउनु गइरहेको छु यो रहेको छ इलामको प्रसिद्ध पर्यटक स्थल जहाँ चाहिँ एकदमै मान्छेहरूको नि आउने भिड छ अझ यो आजभोलि राम्रो बनाएको छ भन्छ म तर यो चाहिँ मेरो पहिलाको भिडियो यो चाहिँ रहेको छ मङ्गलबारेको पानीटार जहाँ चाहिँ तपाईँ देख्न सक्नुहुन्छ जुन मङ्गलबारेको पानीटारको यो बाटो छ त्यो चाहिँ हामी चियाबारीको भित्र बाटो छिरिसकिरहेको छौँ अहिले जुन मेन हाइवे छोडेर यो चियाबारी देख्न सक्नुहुन्छ इलाममा जुन चियाबारी रहेको छ त्योभन्दा एकदम राम्रो चियाबारी रहेको छ ल ल मेरो ब्लगमा स्वागत छ है सबैलाई हात हल्लाइदिउँ त यता हाम्रो भान्जा बाउले नि आइपुग्यो है पानीटार बने चाहिँ यहाँ माथि पनि छ है मैले बनाइदिएँ है ल ल भाइ नाच नाच दिवस ल एकदम यो चाहिँ पानीटारको चलेको ठाउँमा आइपुग्यो है पिछलो आएको चाहिँ ऊ माथि हो त्यो बिचाको गोटी ए त्यहाँ चाहिँ जाउँ न उसो भाइ म त यहाँ पुग्दै देखेँ हेलो गाइस तपाईँहरू नआउनुहोस् पानीटारमा घुम्नुहोस् इन्जोय गर्नुहोस् रमाउनुहोस् मान्छेहरू निकै आइरहेको रहेछ गाइस है नाच्नु नाच्नु मन लागेन यो चाहिँ पानीटारको ग्राउन्ड है तर यो मौसम कस्तो धुमेको है अहिले चाहिँ यस्तो रे मौसम सुधार आएको अवस्था है गाइस अघि अलिक कालो थियो अलिक उज्यालो आउँछ यहाँ चाहिँ हाम्रो साथीहरू छ माथि चाहिँ त्यो अघिको बहिनीहरू छ यहाँ सन्चै राम्रै छ है यहाँ समुद्र राम्रै छ यो ठाउँ यहाँदेखि उता कस्तो छ देखिएको छैन है त यस्तो 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 गएर यहाँदेखि उता नि राम्रै रहेछ तर मौसम धुम्मेर केही राम्रो आएको छैन है छैन छैन हेलो मित्रहरू मान्छेहरू आएकै छन् टेम्पोदेखि आएको छन् हामी पनि माथि जाँदैछौँ यहाँ माथि चाहिँ शङ्ख छ अरे हो शङ्ख बजाउनु जाँदैछौँ है लगभग आज शनिबार भएर हो कि मान्छे त घुम्नु त हुँदो रहेछ नि ए सरी मङ्गलबार पो हो ए सरी एक गते चाहिँ ल मैले नि यहाँनिर मुसुके हाँसौँ त मुसुके हाँस न नि हो यसरी राम्रो रहेछ गाइस यहाँनिर घुम्ने ठाउँ है यहाँ चाहिँ टाइल्स लगाएको रहेछ हो एकैछिन ल शङ्ख फुक्ने भने चाहिँ यहाँ आउँदा हुँदै रहेछ गाइस शङ्ख हो
खाऊ न खाऊ सुरन एउटा ऐसेलु ए खाँदैछ खैल्याउ न ल यो चाहिँ ऐसेलु गाइस यहाँ यो बोटै छ नि ल है तिम्रो पनि दामी आयो अहिले चाहिँ 1 घण्टा भयो है हाम्रो के अरे सन्देश भाइले चाहिँ ऐसेलु खाएको फोटोसुट हुँदैछ हाम्रो एपीएफ भाइहरूको हाम्रो सन्देश भाइ ऐसेलु खाँदा खाना थाकेर बुढी ठुलो भएर बसेको छ हेरौँ न हाम्रो भान्जा फेरि पर हेरेर चकिदो यो चाहिँ हामी यहाँको बाटो दियोस् है ल है ल यता नि हेरेको दियोस् भाइ राम्रो छ है जोडी म हानिदिइहाल्छु त तर यो दामी देख्दैछ झन्डा फरफराको तल नि बस्ने ठाउँ आएको रहेछ यसरी फ्याक्नु न फोनमा खै ड्रोन निकाल मलाई दिनु न हजुर म बहिनीहरूलाई नि हाम्रो ब्लगमा ल है ल हाम्रो पर ऊ भतिजनी बहिनीले हानिन्छ यहाँ पर छ नि दिवस यता पछाडी एकछिन म आउँछु नि ब्लग हुँदैछ यहाँ चाहिँ फर्किने बाटो यस्तो रहेछ अलिक तानेन हो खै दिवस त्यहाँ एक झलक फेरि है बोलौँ न अहिले यहाँ चाहिँ दामी कसम अघि न सेट्टी स्यान्चेलो राम्रो आइरहेछ बाबा बोल मेरो च्यानल नयाँ हो कि लौ के छ नाम भन्नुहोस् त लु छैन कुमारी हो मेरो नि त्यस्तै हो ल छ यता बहिनी लजाइ न तर युट्युब च्यानल भन्नु न तर अघिकै दामी आइरहेछ हौ बहिनी त तिम्रो है अबै कस्तो दामी छ त्यो ल मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु ल बहिनीहरूलाई एकचोटि यता हेरौँ न सबैजनाले ल एकदम ल ठिकै छ मलाई भन्दा चाहिँ हुन्छ कि यता चाहिँ नभन्नु ल मलाई अङ्कल भन्दा चाहिँ हुन्छ यता चाहिँ नभन्दा हुन्छ दाइ मैले दारी नकाटेको भए हुँदैन के भन्दैछ भोलि दारी काट्ने बेला आयो त तिम्रो तपाईको जिस्काइ चाहिँ मन पर्यो के चाबी झोलामा ल साथी मेरो चाहिँ बाइक स्टार्ट नभएको अवस्था अब थोरै खेलेर मात्रै स्टार्ट होला जस्तो छ अहिले चाहिँ फाइनली बाइक स्टार्ट भयो अब लाग्यो है साथी हो अब लाग्यो अब मङ्गलबारे पुगेर भेटौँला है यहाँ भित्र चाहिँ बाटो यस्तो रहेछ त्यही भएर बर्खामा नि गाडी चाहिँ कुद्नु सक्ने रहेछ है पाइन्टरमा साथी एकदम राम्रो रहेछ है ल गाइस फाइनली हामी चाहिँ पाइन्टर घुमिसकेर घर फर्काउँदैछौँ यो चाहिँ हाम्रो मङ्गलबार बजार यहीँबाट पानीटार जाने हो यहीँबाट फर्किने हो हामी चाहिँ खाजा खाएर बाहिर निस्किसक्यौँ अब लाग्ने हो घर ल है त गाइस अर्को ब्लकमा भेटौँ है त